भर्टिकलै बनाउनु किन त्यही हुन्न जसरी गरे नि यो हाम्रो बाइक मेरो झन् जस्तै भएको छ हाउ यु फिलिङ एक्साइटेड भेरी एक्साइटेड गाह्रो छ बाटो एकदम अहिलेसम्म त राम्रै छ जे होस् अब यसपछि चाहिँ भन्न सकिँदैन अब चाहिँ मनकामना पुगेर मात्र खाना खानलाई रोकिने भयो यो सेटअप चाहिँ अहिले सबैको बाइकमा दुईवटा ब्याग राखेर झोला मस्तो छोपेछ यो यस्तो यस्तो झुन्डिरहेको छ नि त्यो एकचोटि मिलाउ त फेरि त ल झन्डै टायरमा लाएर यो अलि मिलाएर यता भित्रभित्र हाल्यो त मिलाएर कोच्यो त यसरी यो चाहिँ हाम्रो बाइक हो हातै झिन्न भइरहेछ अहिले भाइब्रेसन भएर अस्ति मात्र सुजा गरेको यस्तै छ हामी चाहिँ अहिले गल्छीमा छौँ गल्छी त्यही हो गल्छीमा छौँ अनि पेट्रोल भर्यौँ भर्खरै फुल ट्याङ्क गऱ्यौँ राख्न मिलाएर राख्न त्यो सबै कोच के जान्छ अनि अहिले त्यही हो 7:37 भइरहेछ ट्रिप 0 गर्नु पऱ्यो यहाँदेखि 49 किलोमिटर 492 सर्भिसको क्यारे यो के छ 492 त यो हो यसलाई 0 गर्छौँ गल्छीदेखि नै सुरु भयो भ्लग चाहिँ भएन ल बाटोतिर लाग्नु पर्यो अब इन्डिया हाल्ने ननस्टप मनोकामनासम्म पुग्ने अनि त्यसपछि मात्रै अरू गर्नु पऱ्यो यसलाई राख्नु सक्छु ओके बाई बाई होला नि कतै खोज्नु हालत यस्तो छ अनि हाम्रो बाइकहरू अब यस्तै नै हो अहिले चाहिँ हाम्रो मनोकामना आइपुग्यो हामी अनि मनोकामना केबल कार चाहिँ बन्द छ अहिले अनि खाना खान्छौँ अब अनि खाना खाएर बेसी सर्च कति देखाउँदो रहेछ म्यापमा कति देखाउँदो रहेछ क्या झन्डै 2 घन्टा 3 मिनट भन्छ कति हो यो 72 किलोमिटरहरू 40 बन्दीपुर डुम्रेसम्म जान्छ कति लाग्छ डुम्रे बजार 20 किलोमिटर अनि यसबाट माथि जाने ठिक छ माथि कहाँ अब अर्कै ठाउँमा होइन यहाँ त खाना खानु रोक्यो हो कि ओके द्याट्स द्याट खाना चाहिँ खाना खाइसकेपछि हेलो हाउज द एक्सपिरियन्स एक्जॉस्टिङ पानी खाऊ एकछिन दिस इज पानी खाने ब्रेक भेरी एक्जस्टिङ हामी अहिले तनहुँबाट माथि बन्दीपुरतिर जाँदैछौँ बन्दीपुर अनि कहाँ गएर अरे हामी बेसी छ यसरी बोकेरै यसरी कतै अड्काएर यस्तो खिच्न पायो भने चाहिँ गाह्रो छ के कस्तै यसरी टास्ने त्यो त माउन्ट राख्नुपर्छ गोप्रो नै छैन कहाँ छ अहिले त्यही हो अहिले हामीले कति किलोमिटर गऱ्यो गर्दैन पानी ब्रेक हो लिसँग खिच कति गऱ्यो अघि हामी पेट्रोल भएदेखि 91 किलोमिटर गरिसक्यो एक दिनमै झन्डै 100 किलोमिटर नट एक दिनमा पनि
बाटो राम्रो छ बाटो एकदम राम्रो छ कस्तो मलाई मात्रै हेर्छ त्यही हो एकछिन अघि त्यो ठाउँमा कुदाकुदै गरेर इन्जिन नै कस्तो तात्यो भने टर्न गर्ने के ले हो टर्न गर्ने रेकर्ड बन्द गर्ने कसरी हो गोलो बेसी सहर जाँदैछौँ हाई टेन्सन लाइनहरू कस्तो राम्रो देखाएको थियो त्यसरी हाम्रो सरगमले मलाई मात्र देखाउँछ के चाहिँ के चाहिँ किन घरमा किन हेर्नु पऱ्यो त दिदीहरू लानु त मार्दैन हामी चाहिँ अहिले बेसी सर पुगिसकेका छौँ होइन सबै देखाउँदो रहेछ के चाहिँ फोनमा कनेक्ट गरेछ खिचाए सबै देखाउँदो रहेछ 12:45 भयो अनि अब बिस्तारै 10 मिनट जस्तोमा निस्किन्छौँ यस्तो फेस ट्र्याक चाहिँ कसरी अफ गर्छ कि बल्ल भयो यस्तो खिच्नु पर्यो त्यही हो हाम्रो बाइकको हालत अलिकति यस्तो छ ल हेर यस्तो छ पुरै हिलो मिलो मेरो बाइक पनि यस्तै छ माला साला लगाइरहेछ कुसाको माला जाँदो रहेछ टायर पनि अलि अब बिस्तारै खेल्ने बेला हुन्छ यही हो अहिलेसम्मको जर्नी चाहिँ पिच बाटो नै थियो आनन्दले गइयो तर अब त्यस्तो होला जस्तो छैन आइयो यो हाम्रो सामान हो यो हाम्रो ज्याकेट हो बिस्तारै यहाँबाट चाहिँ 5 घन्टा जस्तै लाग्छ अरे अनि 5 घन्टा जस्तै बिकज बाटो बिग्रिएको छ अनि बिस्तारै लाग्छौँ बाटो बिग्रिएकै भएकोले बिस्तारै लाग्छौँ बाटोमा जे खिचिन्छ होला अनि अक्टोपस झर्ना पनि छ बाटोमा अनि अक्टोपस झर्ना र के अरे एउटा मनाङ भ्याली फ्याक्ट्री छ यहाँसम्म त बाटो सजिलै छ भन्नु पर्ला पुरै बाटो छ त्यही हो अब लेट्स गो नाच
यो चाहिँ हाम्रो टनल हो। टनलभित्र हामी जाँदैछौँ एकछिनमा। अलिक गतिलो फोटो नि खिच्नु पऱ्यो यहाँ। ब्रिज मनाङ जाने। ठाउँको नाम के हो अरे? थाहा छैन। बाटोमै हो। यो त रातो भइसक्यो। पुरै रातै देखिरहेछ त। रातै भयो होला अनि। पुरै होइन के रातो देखाएको रातो भएको छ। कस्तो भएको छ? दसैँ लाग्यो। त्यस्तो केही भएको छैन। के खाएर जाने हो? खाएर छ त्यो भयो। कहाँसम्म पुग्यो होला आज? 20 किलोमिटर हिँड्यो होला। सुप सुप त्यही त सुप हुन्छ। म्याप्स हेरौँ। हाम्रो जानुपर्ने ठाउँ भनेको चामे ओहो ड्राइभरी लगाइरहेछ 40 किलोमिटर। कहाँसम्म आइसकेको छ हामी? बेसी सरबाट यति आइसक्यो। ओहो ठिकै छ। कस्तो साग हुन्छ चल्छ जे हाल्दै सब मिक्स गरेर खाने। अति नै गाह्रो। ठ्याक्क 2-3 दिन अगाडि हिजो पानी पऱ्यो होला यहाँ। अनि बाटो चाहिँ हिलो छ, लेदो छ, जान अलिक गाह्रो छ। बाइक पनि चिप्ले गर्छ। बाइकको हालत अलि ठिक छैन। यसको बाइक पनि दुलो भइसक्यो। तर एक दिनमा यहाँसम्म पुग्यो। झन्डै हामीले 150 होइन 180 त बिहानै भइसकेको थियो। सो 200 किलोमिटरभन्दा बढी कम्प्लिट गरिसक्यो। मोस्ट अफ द बाटो चाहिँ पिच नै थियो, तर अफरोड सुरु भएदेखि गाह्रो भयो। चल्छ यस्तै। कहाँ त्यहाँ भने बेसी सरबाट 1 बजे निस्क्यो हामी। 2:30 1.5 घन्टा भयो। यस 1.5 घन्टामा 60 किलोमिटर हिँडेको थियो। यस्तै त हो नि अफरोड बाटो। तँलाई बाइक चलाउनु सजिलो भएको छ गाह्रो भएको छ? के भएको छ तँलाई? अफै गर्नु बिर्स्यो छैन। कहाँ सजिलो हुन्छ? सजिलो त गाह्रै छ नि। कस्तो सजिलो मान्छे रातो भइसक्यो जस्तो। होइन तँलाई झन् त्यही अलिकति अगाडि छ नि त तेरो ह्यान्डल। अगाडि छ नि त तेरो ह्यान्डल, झन् गाह्रो भएन? बानी बस्यो होला। 2-3 जना जानेहरू चाहिँ कसरी गइरहेको होला कि अचम्म लाग्छ। तल सार्न त्यसलाई माथि फेस गरिरहेको।
रातो भने कस्तो रातो आएको बिजोकै कस्तो त्यसो खाना खाएको 9 बजी नि हामीले भोक लाग्ने भयो झारा कता छ झन्डै छ ससमा कुल्चेको झन्डै कुल्चे यो बाह्रमा के गर्नु पर्यो मुख सक्दो नलायो यही हो अब यहाँ खाजा खान्छौँ अनि त्यसपछि जान्छौँ अगाडितिर आउँदैछन् हामीलाई गाह्रो भयो भन्छु यिनीहरू त फेरि स्कुटरमा ट्रिपल लोड यसरी सुरु हिँडिरहेछ लोकलहरू चाहिँ इज दिस अ जोक होला हेलो खोइ त सर्दैन छैन त्यो अघि बाटोमा भेटेको त्यो बाइकहरूले ल्याएको के भन्छ आइडिया चाहिँ राम्रो लागेको छ के प्लास्टिक यस्तो खुट्टामा बेरेर त्यो बेरेर बाँधे होइन त्यो टेपले टाँग्छ कि त्यस्तै गर्नुपर्ने रहेछ त्यो भए टिक्थ्यो पनि ठ्याक्कै यस्तो च्यात दिँदैन थियो यस्तो छ अहिले हालत 36 ओहो ठ्याक्क क्या टाइममा रोकेछ नि हामीले मेरो ठ्याक्क 19,000 कम्प्लिट भयो ठ्याक्कै कि 0.00 19,000 19,000 किलोमिटर अनि ट्रिप 1 थियो 152 हामीले कम्प्लिट गऱ्यौँ 152 गल्छीदेखि 152 भने त काठमाडौँदेखि त थुप्रै हुने अफ गरौँ ब्याग पनि खस्न लागेको रहेछ मेरो नि तेरो त हल्ल्या छैन नि होइन अहिले ब्याग हल्लिने कुरै आएन ठिक छ मेरो चाहिँ फेरि मिलाएर बाँध्नु छ त्यही हो अहिलेको लागि खाना खान्छौँ अनि त्यसपछि इट्स मिट एनसी साह्रै छ very tired अझै कति जानुपर्ने हो ससेज खान लाग्यो हामी घरभित्र यो खसी काट्दै थियो ससेज खान चाहिँ हामी त दसैँ मान्दैन
आफन्तहरूमा त्यो मामाहरू मान्छ अनि पठाइदिन्थ्यो खानु बे खानु हामीलाई भाग पुऱ्याउन आउँथ्यो कि मामा अहिले मेरो त बुवा आमा सबै काठमाडौँ गएको छ फुपूरो मात्र अनि तपाईँ चाहिँ यतै हो म पहिला त काठमाडौँ बसेँ अहिले चाहिँ अनि स्याउ फार्म गरेछ 400-500 जति गर्छ भोलि बिहान देख्थ्यो त्यहाँ स्याउहरू देख्यो होला नि अहिले त केही हेर्नै भ्याएन पानी परेर डबल छतिर केही नहेरी कुदाएर आएको अहिले त बाटो भोलि चाहिँ कहाँ त्यो तिली चाहिँ जाने भनेर आएको तिलीचु जाने सोच भनेको कस्तो हुन्छ पानीले कतिको असर गर्छ त्यस्तो अब वेदर चाहिँ के गर्छ भन्ने कुरा नत्र त माथि त त्यति साह्रो पानी त पर्दैन कि माथि किन तपाईँको बाटो केही हुँदैन अनि बाटो त्यस्तो पानी ठुलो अहिलेसम्म त परेको छैन है यहाँ पानी ठुलो पऱ्यो भने नि माथि त कन्टिन्यू पानी पर्न थाल्यो हिउँ पर्छ त्यहाँ त त्यो पनि हो त बाटोलाई चाहिँ असर गर्दैन बाटो त माथि बाटो दामी छ नि होइन यो माथिबाट पो राम्रो जानेको तपाईँको यताबाट पो नराम्रो भएको बाटो यो टिलिचु जानेतिर चाहिँ त्यो पुरै अलिकति त्यो पहिरो आउने जस्तो छ नि त त्यो यस्तो हो कि त्यो त कस्तो भने तपाईँको हावा चल्दाखेरि त्योमा अलिअलि त्यो तपाईँ अघि त्यो कोतो भनेर तपाईँले फोन गरेँ नि त्योबाट यता आउँदाखेरि एउटा ठाउँ छ नि एउटा यस्तो स्लाइड गएको जस्तो हो त्यस्तै ठाउँ हो कि त्यसमा अब आफूले अलिकति विचार गरेर छिटो हिँड्नु पऱ्यो नि हावा चल्यो भने त्यो फुसफुस झरेर यहाँ पनि झरिरहेको छ जहिले नि पुरै चाहिँ झर्दैन त्यस्तो घप्पै त झर्दैन यसो पानी परेपछि चाहिँ त्यतातिर त्यस्तो डेन्जर हुन्छ कि भनेर त्यस्तो बाटोमा चाहिँ मेरो विचारमा त्यो हिँड्दाखेरि त बिहानको टाइममा हिँड्नुपर्छ जस्तो लाग्छ कि त्यो चाहिँ किनकि तपाईँको बेस क्याम्प बस्छ नि त त्यसले जानु अगाडि त तपाईँ भोलि गएर बेस क्याम्पमै त होला नि बस्नु बेस क्याम्प बस्यो भने भोलि सिधै बेस क्याम्प पुगिन्छ र पुग्छ नि अब कतिको हिँड्छ अब होइन भोलि घुम्दै खाङसारसम्म मात्र पुगौँ खाङसार त 3 घन्टामै पुग्छ होइन बाटोमा आइस लेक होला के लेक छ आइस लेक जान त अनि 4 घन्टा लाग्छ त हिँड्न पऱ्यो नि त त्यहाँ होइन आइस लेक होइन ग्रिन लेक बाटोमा पर्छ जाँदाखेरि चाहिँ अब अहिले घुम्ने लायकको चाहिँ अब यहीँ एउटा वाइन फ्याक्ट्री छ होइन ठुलो स्याउ फार्म भनेर मनाङको होइन अनि त्यो अब तपाईँ 45 मिनट 1 घन्टामा पुग्छ अनि त्यहाँबाट तपाईँ ढुकुर पोखरी पुग्छ कि ढुकुर पोखरीमा चाहिँ त्यो ढुङ्गा यस्तो फ्ल्याट देख्यो होला नि कति फोटोमा कि त्यो चाहिँ अब स्वर्गद्वार भन्छ कि बाटोमै पर्छ बाटोमै हो तपाईँहरू त्यो वाइन फ्याक्ट्रीबाट अलि हिँडिसकेपछि रोड यस्तो उकालो छ त्यहीँबाट यस्तरी मजाले देख्छ अनि त्यहाँबाट तपाईँको अलि उता गएपछि अब अप्पर पिसाङ र लोवर पिसाङ बाटो छ कि ट्रेकिङ जाने कुहिरीहरू चाहिँ जति बस्छ नि कुहिरी यिनीहरू चाहिँ ट्रेकिङ चाहिँ अप्पर पिसाङ जान्छ कि अप्पर पिसाङबाट गाउँवाल घ्यारु हुँदै झर्छ अनि के अरे बाइक गाडीवालाहरू चाहिँ फेरि मुनिबाटै जान्छ अनि त्यो गयो भने तपाईँको अब ढुकुर के अरे ग्रिन लेक पुग्छ त्यो मुनिको मेन बाटो गयो भने ग्रिन लेक चाहिँ बाटोमा चाहिँ छैन साइनबोर्ड छ वे टु ग्रिन लेक भनेर लेखेको हुन्छ कति भित्र छ मेन बाटोबाट बाइकमा तपाईँको 10-15 मिनटमा पुग्छ बाइकै जान्छ कि पुलबाट लाने अनि पुलबाट फलाङको पुल झुलुङ्गी पुलबाट लगेर अनि ग्रिन लेक पुग्छ तर यतिखेर चाहिँ ग्रिन लेक तपाईँको कस्तो भने ग्रिन लेक अलि अर्कै पाराको छ कि विन्टर टाइममा चाहिँ पानी बढ्दै आउने हरियो देख्छ अहिले चाहिँ पानी घट्दै जान्छ कि यतिखेरको हरियोको पनि कलर चेन्ज हुन्छ अनि कलरै अर्कै हुन्छ अनि तपाईँको त्यहाँबाट आइसकेपछि अनि अलि माथि त्यो डाँडा के कटिसकेपछि हुम्रे नपुग्दै त्यहाँ बिचमा चाहिँ ब्लू लेक छ अहिले ब्लू लेक भनेको गङ्गापूर्ण हो कि के भन्छ होइन ब्लू लेक हो ब्लू लेक पछाडि पो तपाईँ मनाङ पुग्ने बेलामा बल्ल गङ्गापूर्ण ताल ब्लू लेक राम्रो छ अहिले चाहिँ अहिले अलिकति बाइकै जान्छ कि अलिकति त्यस्तै अब त्यो माथि फेरि तपाईँको त्यो धेरै आजकल त टिकटकमा कस्तो दामी भिडियोहरू हालेको छ नि बाइक यस्तो कुदाइरहेको कि त्यो मौसम क्लियर भयो भने झन् दामी देख्छ कि हिमाल यस्तो कस्तो दामी देख्छ कि दामी छ त्यो चाहिँ अब त खुल्नु पर्यो वेदरले के गर्छ खुल्नु पर्यो अनि त्यहाँबाट माथि तपाईँहरू अब मनाङ गाउँ जाने कि मनाङ गाउँ जाने हो भने फेरि बाटो यसरी वे टु गेट छ साइनबोर्ड वे टु मनाङ भनेर लेख्छ मनाङ भिलेज के अरे गाउँ भनेर लेख्छ अनि त्यहाँ बाइक पार्किङ अथवा भित्र लान दिँदैन जस्तो लाग्यो बाइक त होइन माथि उकालो त्यो गेटभित्र चाहिँ छिर्न पायो त्यहाँ पार्किङ हुन्छ कि बाइक चाहिँ के गर्छ गाडीहरू चाहिँ छिर्न दिन्थेन कि गाउँमा त दिँदैन होला खाङसारतिर जाने होइन
त्यो पछाडि फेरि ब्याक आएर बाटोमा तिनवटा लेकमा यसो बिस्तारै 1 घन्टा गर्दै गयो भने नि आनन्द गङ्गापूर्णा चाहिँ तपाईँको फेरि मनाङ यता मनाङ गाउँ यता जाने भने गङ्गापूर्णा त यता हो पुलदार उता जाने अनि खङसार चाहिँ तपाईँको आफै हालेर पानी चाहियो भने हुन्छ आज अब बिहान 12 घन्टा जस्तो हिँड्यो हामी भोलि आरामले जाने अब हामीलाई त अब युज टु नि हुँदैन बानी हुँदैन त्यो गर्नु एडभर्टाइज पनि गर्नुपर्छ कि नेपालीहरू चाहिँ सिधै रातै माथि जान्छ त्यस्तो नगर्ने सोचेर अब खास त अन्नपूर्ण कन्जर्भेसनले भन्छ कि अनि हामी त अब त्यस्तो भने पनि मान्छेले चाहिँ कस्तो सोच्छ भने हाम्रो आफ्नो होटलमा स्टे गर्नलाई भने जस्तो छ अनि भन्नै अप्ठ्यारो लाग्छ कि त्यही अब सिधै त्यहाँ माथिसम्म त नपुग बेस क्याम्प त 42 मा छ हैन मनाङ गाउँमै 32-35 त्यस्तो छ खाङसारै 37 छ हैन खाङसारमै बस्दा ठिक होला एक दिन मजाले एकोमोडाइज गर्ने अर्को दिन एक दिन हिँडेर टिल्छु बेस क्याम्पबाट फर्किने बेस क्याम्पबाट तपाईँ बेस क्याम्प पुगेर डाइरेक्ट फर्किन नि भ्याउँछ त्यहाँबाट बाइकमा त अब सिधै ओह्रालो हो बाइक बस माथि बेस क्याम्पसम्म जान्छ तपाईँ माथिबाट फर्किँदा त ओह्रालो चाहिँ सजिलो हुन्छ उकालो चाहिँ टाइम लाग्ने हो नि त भोलि 3टा लेक घुम्दै बिस्तारै आरामले आनन्दले जाने नेटवर्क चाहिँ कहाँसम्म टिप्छ माथिसम्म टिप्छ एन्सर चाहिँ टिप्दैन तिरुचोमा टिप्छ वाइफाई नै छ जस्तो लाग्छ होइन तिरुचोमा त्यही अस्ति के वाला वाइफाई राखिदियो ए स्टारलिङ्क त्यो राखेको थियो स्टारलिङ्क राखेको जस्तो लागेको थियो नेपालमा आयो भने सुनेको थियो नि त्यो इडन मस्कको गिभ अप्लाई हाल्थेँ त्यही आनन्दले आफ्नो टेस्ट गर्दै जाने फेरि लेख्ला भने गाह्रो हुन्छ अलिक गाह्रो भयो भने तल झर्नु फेरि अटोमेटिक घट्छ कि एल्टिट्युड खासै त्यतिसम्म त अहिलेसम्म पुगेको छैन 4900 सम्म पुगेको छैन पोहोर माथि जाने गाह्रो भयो भने दबाई खानु भन्दा नि तल झऱ्यो तब अटोमेटिक निको हुँदै आउँछ 4600 हुन्छ रोल्पा होइन 300 जस्तो लाग्यो धेरै छैन नि सर त्यही 4580 ए 45 4500 हामी माथि भन्छ 600 सम्म 20 मिटरको माथि जान्छ 4600 सम्म पुग्यो त्यो कमै हो त यो टिल चाहिँ त धेरै छ तर 4700 सम्म पुगेको छु म लाङटाङको त्यो के भन्छ अप्पर क्यान्जिन री भन्छ के भन्छ टोइलेट देखाउँछु यहाँ यस्तो राम्रो छ हिजो यहाँ आएर यो खोलेकै थिएन है ए हाम्रो टोइलेट राम्रो छ होटेल जस्तै छ राम्रो छ जोस् रुम चाहिँ अलिकति यस्तो प्रकारको छ कम्फर्टेबल थियो आयौँ खानासाना खायौँ अनि त्यसपछि सुत्यौँ एकछिन गफ गऱ्यो ओनरसँग एकदम फ्रेन्डली रहेछ मान्छे चाहिँ अनि त्यही अलमोस्ट 8:15 8:30 हुन लाग्यो अनि हामी बिस्तारै मात्र उठ्यौँ त्यस्तो हतार छैन रस छैन आज मान्छेहरू यहाँदेखि पनि हिँड्दै खानसारसम्म जाने रहेछ मान्छेहरू पनि आज लाइक के भन्छ टुरिस्टहरू हिँडेर गइरहेको छ बाइकमा पनि जान्छन् यताउति जान्छन् पानी पर्ला जस्तो छ रेनकोट सेनकोट लगाएर यहाँ नभएर जानुपर्छ भर्खर उठ्यायो केही पनि खाएको छैन ब्रेकफास्ट सेकफास्टहरू अनि वाउ मलाई यो ब्युटी जस्तो लागिरहेछ यहाँबाट ठ्याक्क यो क्यामेराले देखेन यता चाहिँ स्नो क्याप माउन्टेन एउटा देखिरहेछ अनि त्यही हो यहाँ झर्ना सानो झर्ना देखिन्छ कि देखिँदैन यहाँबाट सानो झर्ना एउटा यहाँ
अनि यहाँ पनि झरना जस्तै खोला भनौँ। अनि त्यही हो, हामी बसेको ठाउँको नाम चाहिँ ह्याप्पी होमस्टे। ह्याप्पी हुन्छ यहाँ चाहिँ, यस्तो मान्छे यस्तो फ्रेन्डली रहेछ, सबै स्टोरी सुनायो। यस्तो पहिला के गर्थ्यो, किन यो गर्यो, 2 वर्ष जति भयो यो खोलेको, धेरै भएको छैन। अनि यहाँ चाहिँ धेरै जस्तो होटेलहरू नै छन्, तर यो चाहिँ होमस्टे जस्तै छ। अनि राम्रो छ, एन्ड बगैँचा छ। एन्ड त्यही हो, अब एकछिनमा खानासाना खाएर अनि विल बी अफ खाङसारतिर। अब यस्तै छ, वेदर अलिक खुलेको छैन, अलिक खुलिदियो भने हुन्थ्यो, नत्र ब्लू लेक चाहिँ एकदमै राम्रो देख्छ यो खुलेको बेला भन्ने सुनेको थिएँ। अलि त्यो चाहिँ एक्सपिरियन्स गर्न पाइँदैन जस्तो लाग्यो सायदली, तर ग्रिन लेक एक्सपिरियन्स गरिन्छ। अर्को भनेको गङ्गापूर्ण लेक एक्सपिरियन्स गरिन्छ होला, त्यस्तै छ। कान्छ यहाँबाट 4 घन्टा लाग्छ है बाइकमा, सो 4 घन्टा चाहिँ आनन्दले। इट्स अबाउट 35 किलोमिटर्स फ्रम हियर। त्यही हो, अब ब्रेकफास्ट खानतिर जाउँ होला। पिस। यो फुलै फुलको बगैँचामा म चाहिँ तिम्रो फुल। सेलाउँछ तातो पानी हाम्रो लोकल ब्रेकफास्ट आइसकेको छ। फोन ल्याइनस्? के अरे फोन मैले त ल्याइन। अन्डा हाम्रो दाइको लोकल छेउ भने त, धारा छेउमा सेउ छ नि, धारा छेउमा सेउ कोट देख्छ नि, र छन् त्यहाँ झुकिरहेको हो र, मैले स्याउ देखेन, मैले देखाएको छैन अहिलेसम्म। हिजो अँध्यारोमा देखेन होला, आज अहिले हेर्नु सबै फापरको रोटी। अस्ति निकालेको यत्रो ठुलो बोतलमा अर्को त उता राखेको चाखु रहेछ अझै, त्यो गर्दा छिटेर खानुपर्छ अहिले, चिसो हुन्छ। कोहीलाई नि यही हो ब्रेकफास्ट, उनीहरू किनभने फापरको जस्तो मन पराउँछ। त्यो ग्लुटेन फ्री हुँदो रहेछ नि त फापरमा, दबाई मान्दो रहेछ नि त। तलतिर बुढाबुढीहरू आयो भने फापरको रोटी खाने, क्या सुगरको दबाई, सुगर पेसेन्टले खाँदो रहेछ नि, चिनी लाग्छ। सुगर पेसेन्टले हनी खानुहुन्छ? हनी त अब हामीले चिनी केही देखाएन, फुडको हो यो सबै खानुहुन्छ होला है। तै पनि खाँदैन, नेचुरल सुगर हो नि त, नेचुरल भयो। चिनी पनि दाउकै बनाउँछ, सबै नेचुरल हो नि। चिनी त तिम्रो त के पछि लास्टमा आएर के प्रोसेस गर्दाखेरि त्यसले नै असर पर्दछ त्यो। Oh my goodness, is this even real? Oh.
यो चाहिँ एप्पल्स है त एप्पल्स हामी अहिले किवी हेर्न जाँदैछौँ किवी ए उ त्यो यो चाहिँ माउरी पालन एउटा टुर गर्दैछौँ अहिले टनेल यहाँ चाहिँ हिजोदेखि हामीले जे खाएको सबै चाहिँ लोकल प्रड्युस हो अर्ग्यानिक लोकल प्रड्युस तरकारीहरू टमाटर सबै छ एप्पल हरियो एप्पल ठोकेँ म त रोयल डेलिसियस एप्पल घरभित्र वेस्ट गएको यहीँ खनाइदिन्छ क्या मल हुन्छ किवी अहिले सिजन नभए हो अब यो पात झरिन्छ ए देखेँ त मैले नदेखेको यत्रो आएर छ किवी यो घाँसहरू चाहिँ टिप्नु पर्दैन यो घाँस चाहिँ अब यस्तो अब चाहिँ यो काटिसकेपछि चाहिँ केही उम्रिँदैन अब मेरो गाईबस्तुहरू आउने बेला भयो यो चाहिँ गाई काट्दै गाईबस्तुलाई दिने हो कि फेरि अब हरियो परियो हुँदैन नि त गाईबस्तुलाई अब लाउन नि केही लाउँदैन चिसो अब सुरु भइसक्यो बिस्तारै केही उम्रिँदैन नउम्रिने भएपछि यो घाँस अहिले एकछिन यतिकै राख्यो केही लाउन पर्ने भएको भए चाहिँ एक सफा गरेर राख्छ 2 लट लगाइसक्यो हामी तरकारी अब चाहिँ काटेर योहरू चाहिँ काटेर कुखुरालाई दिने गाईबस्तुलाई दिने गर्छ कि स्टिमलाई यस्तै हो त किवीको चाहिँ ठिक छ सबै छ यो नपाकेको अहिलेसम्म स्याउहरू चाहिँ यो चाइनिज स्याउहरू नि फुल्छ यहाँ चाइनिज स्याउ भनेर त्यो एकदम पातलो हुन्छ नि बोक्रा पनि चाइनिज भनेर त थाहै छैन खै त्यो काठमाडौँतिर बेच्छन् फुजी भनेर ए फुजी स्याउ हो चाइनिज एउटा टिपेर लगाउँ त स्याउ ल स्याउ टिप्यौँ है फर्स्ट टाइम एक्सपिरियन्स टिप्दाखेरि यो ठ्याक्कै यहाँ भेट्न जाने तपाईँको यो तान्यो भने यो लाँदाखेरि स्याउ कुहिन्छ कि हामी स्टोरेज गर्नेलाई चाहिँ तपाईँको भेट्न सायद कि एउटा अझै टिपौँ है त अलि उ त्यो एउटा एक्लै स्याउ रहेछ एक्लैलाई घर लैजाने साउन्ड यसरी स्याउ टिप्यो यो चाहिँ गुइन्छ भन्नु है बिस्तारी अब अझै अलिक धेरै भयो मेरो अब ड्राई बनाउनलाई प्लानिङ गर्दैछ हजुर स्याउको सुकुटी ड्राई धेरै रहेछ स्याउहरू पनि आलु यहाँ लाग्छ बदाम आलु बदाम यो चाहिँ आलु बदाम रक्सी पार्ने ठाउँ आलुको स्याउको रक्सी पार्छ घरमा चाहिँ हजुर मौरीको यहाँ पनि मुडेको हाल्छ त्यो चाहिँ मुडा जस्तो घाँस छ त्यहाँ अलिक उताबाट देख्छ मादल जस्तो भयो ए मुडेको त्यो त्यहाँ नि गोलभेडाहरू छ त्यो घरमा पनि एक्सपिरियन्स तातो पानी जाने हजुर तातो पानी जाने हेर्न तातो पानी यहीँ छ यहीँ तल हो कि 3 मिनट हो
हट स्प्रिङ नै छ यहाँ यहीँ तल कि हो र हट स्प्रिङ नै थाहा थिएन नि हिँडेर गएन जाउँ टाइम छ गएर आउनु त एकछिन भोलि हट स्प्रिङ त उता बाटोमा मात्रै देखाएको थियो होइन यहीँ छ कि ए ल तातो पानी पनि गइन्छ अब नुहाइदिउँ क्या यति राखौँ उकेर त चाहिँ पब्लिक हो कि कसैको प्राइभेट हो प्राइभेट जग्गा सरकारी हो ए तपाईँको के हुन्छ कि पहिला चाहिँ पैसा उठाउँथ्यो अहिले चाहिँ फेरि राम्रो अहिले चाहिँ हट स्प्रिङतिर जाँदैछौँ कुत्ताहरू त्यही त यही पुल केही भन्नु छैन मलाई सा रियल टाइम रेकर्ड हुन्छ होइन त्यसमा त्यो के भन्छ यो हरियोहरू देखाइरहेको छ नि यो चाहिँ बोल्यो भने आउँछ कि हेलो हेलो ठिक छ अहिले चाहिँ हामी हट स्प्रिङतिर लाग्दैछौँ नेचुरल हट स्प्रिङ छ अरे यतै नजिकै अनि हामी त्यहीँतिर लाग्दैछौँ यसो घुम्दै त्यहाँ चाहिँ ठुलो मूर्ति मूर्ति बनिसक्यो स्कुलमा यो माथि ए ए ए ठाउँ राखेको छु देखिरहेको थिएन हिमाल यता चाहिँ यहीँबाट हिमाल पनि देखिन्थ्यो अन्नपूर्ण त्यहाँ देख्छ नि ए अन्नपूर्ण कुनवाला अन्नपूर्ण सेकेन्डवाला ए ए ओके ओके खोलाको चाप ठुलो छ मर्स्याङदीमा जाली हाल्यो माझी दाइले आज मर्स्याङदीमा जाली हाल्यो माझी दाइले आज सपनीमा देखे उसलाई मात लाग्यो साँझ हो नौनी जस्तो मेरो मन नौनी जस्तो मेरो मन चिरा पर्यो उसको रूपको करौतीले उसको रूपको करौतीले तेरो फेसको ट्र्याक नै गर्दैन भइसक्यो त गीतै सकिसक्यो भइहाल्यो टाढा हो ए नुहाइदिउँ क्या हो मनाङ मर्स्याङदी भने मनाङकै ठाउँ रहेछ ए उत्यो बाख आइरहेछ नि यस खोलाको आवाज पनि सुनिन्छ खोला हो यो चाहिँ कस्तो राम्रो देख्या यो के हो ब्लर
अलि ब्लर ब्लर यो चाहिँ ब्लर होइन है यो चाहिँ स्टिम आएको हो हट स्प्रिङ्स एकछिन खुट्टा भयो नि डुबौँ अब ओरिजिन्स खुट्टा डुबाउँछ अब यो माइकलाई कतै यसो राम्ररी समात्न पायो भने चाहिँ एकछिन त्यो समात्नु यो माइक लाउनु उता अलि चिसो भइसक्यो छिरी हेर्न एकचोटि त्यही पनि तातो रहेछ बोली यहाँ त डेन्जर रहेछ चिसो तातो पोलेर केही छैन हौ यहाँ त अहिलेसम्म हट स्प्रिङ्स देखाएको थिएनस् बसेको त छैन होला झन् यस्तो आनन्द पुरै जिउ गल्छ नि त फेरि पछि खोला पारी अन्त हो ल चल्यो भने फेरि पोल्छ के चरक 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 गर्छ यो लास्टै डुबेर बसेछ तपाईँ एकछिन पोल्यो सेम गरिदिनु भयो दाइले फेरि केही नचल्नु है चल्यो भने मुभमेन्ट भयो नि अति नै पोल्ने रहेछ यो त आनन्द हुँदै एकछिन नचली बस्यो भने चाहिँ पहिला चाहिँ यस्तो थियो यहाँ ट्रक थियो यो फलाम पहिरोले हो नि त थियो बत्ती पनि थियो यहाँ रेस्टुरेन्ट थियो अहिले चाहिँ अब हल्लियो भने झन् कस्तो पोल्दो रहेछ डेन्जर रहेछ मान्छेहरू पुरा भिडियोहरू धेरै मन पराउनु लाग्ने बेलुका आउनुपर्छ यहाँ ठाउँै किनिहाल्छ तर चिसोमा त सकिन्छ बेलुका धेरै पानी त तातै आइरहेको हो हाल त त्यो चिसो पानी निकाल्नलाई त पानी खुट्टा देखाउनु पर्यो सबैले देखेर छु होइन हटस्प्रिङमा बस्न चाहिँ मन थियो एकछिनमा चाहिँ हुँदो रहेछ फर्किँदा बसेर जाने हो क्या हो खै अब डुबाउने आरामले बस्ने कति भ्याउँछ फेरि बसिसकेपछि चाहिँ एकदमै गल्छ है धेरै बस्यो भने कोही त त्यो प्रेसर हो जोइन्टहरू दुख्ने कुरा चाहिँ त्यो राम्रो हुँदो रहेछ कि तिम्रो यो नेचुरल हिलिङ भन्छ नि नेचुरल हिलले त्यो घुँडा दुखेको मान्छेहरू हुँदो रहेछ नि त अनि हो त्यसलाई चाहिँ राम्रो हुँदो रहेछ कि तिम्रो त्यो काठमाडौँतिर साउना जाकुजी भने त्यो त आर्टिफिसियल हो नि त यो त नेचुरल हो नि त अहिले केही भएन नि त है बुढाबुढीहरू चाहिँ फापर फुल फुल्ने बेलामा चाहिँ फेरि डुब्न आउँछ कि यहाँको मनाङकै मान्छेहरू धेरै जस्तो त्यतिखेर चाहिँ यहाँ दबाई हुन्छ भन्छ कि फापरको फुल फुल्ने बेलामा चाहिँ अनि उनीहरू चाहिँ डुब्छ अनि सुप बनाएर खान्छ त्यो डाइट पनि कि विकनेस बनाउँछ नि त यसले त अब सलक्कै बनाइदिन्छ कि मजाले निन्द्रा चाहिँ मजाले लाग्छ मजाले त्यो गरेँ अनि गयो आनन्द हुन्छ नि त जिउ त पानी परेको थियो है हिजो पऱ्यो नि त बेलुका हिजो पानी पऱ्यो नत्र आउनु आफू बेलुका आइपुगेको अनि बेलुका भएन त्यस्तो त्यो त छैन के अरे बत्ती झिलिमिली छ
बाटो अब पहिला चाहिँ अलिकति राति पठाउन डर हुन्थ्यो पहिला चाहिँ बाटो अलिकति खतराकुद्रु थियो कि ढुङ्गाहरू अहिले त अब तपाईँ कन्फ्युज हुने ठाउँै छैन नि त सिधै लास्ट पोइन्टै यही हो तर फेरि गलिहाल्छ भनेर पनि होइन त्यो त यस्तो हो नि त यहाँ डुब्ने अनि एकछिन बस्ने हो डुबेर बसिराख्ने नै होइन नि त डुब्ने एकछिन निस्किने अनि डुब्ने कुहिरेहरू त अझ के गर्छ यहाँ डुब्छ अहिले पर्खाल न चिसो पानीमा हो खेल्छ कि उनीहरू त फुल चिसो पानी नुहाउँछ कि अब उनीहरूले भनेको तातो पानीले भन्दा तातो पानी चाहिँ त्यो गऱ्यो अनि चिसो पानीले चाहिँ बडी ब्लड सर्कुलेसन राम्रो गर्छ भन्छ कि अनि बिमारी हुँदैन भन्छ कि यसो तातो चिसो गर्दाखेरि भन्छ कुहिरे आइसक्यो नुहाउनलाई बुढो यही तातो पानीको लागि बस्यो होला कोही कुहिरेर त्यही बस्छ 3-4 दिनै बसिन्छ त्यहाँ पनि छ कि एबिसीमा नि झिनु भन्ने ठाउँ छ एउटा त्यहाँ पनि हट स्प्रिङ छ त्यहाँ चाहिँ अलिक ठुलो छ फेरि योभन्दा अलिक सर्नु पऱ्यो आता बोल्दो रहेछ लास्ट पुग्यो ट्याप आउट हान्यो हाम्रो सर्भर ट्याप आउट त होइन तर अल्छी लाग्यो कि त्यस्तो पोल्या त थिएन आनन्द बाह तर उभिराख्न अल्छी लाग्यो खोलेर सिजन जस्तो भइरहेछ एक दुई दिनमा घुमेर भ्याइसक्ने ठाउँ नै होइन कि रियल त्यही हो हाम्रो हट स्प्रिङ एक्सपिरियन्स मजा आयो निस्किनै मन नलाग्यो रातो भयो अलिकति कम 4-5 डिग्री तातो भयो लुगै खोलेर हाल्न जस्तो रहेछ ठाउँ त कुखुरा काट्दाखेरि यही पानी लगेर अन्डा पाक्छ यसमै भएको पहिला हामी सानो हुँदाखेरि यस्तो राम्रो डाइनोसर थिएन कि त्यही भएर ढुङ्गाहरू खतराकुद्रु थियो अनि मुनि यस्तो सानो मात्रै थियो कि यो त अब बिस्तारै अहिले स्थानीय सरकार आयो के आयो त्यो पछाडि चाहिँ राम्रो म्यानेज गर्दै गएको हो कि मान्छेमा पनि अलिकति त्यो भयो नि त हट स्प्रिङ योहरू टुरिस्टहरूलाई मन पराउँछ प्लस यहाँ त अब सरकारी कर्मचारी सबै छ नि त अनि नुहाउनलाई अब आफ्नो घरमा सबैकोमा त तातो पानी आउँदैन हो अनि त्यसको लागि पनि यो प्लस पोइन्ट पनि भयो नि त त्यतिखेर चाहिँ सानो पकाउँथ्यो कि बुढाबुढीहरूले पहिले कुनामा त्यतिकै राखेर चाहिँ हाफ बोइल भने पनि पाक्छ नि त अन्डा पाक्ने ठाउँ आज मौसम सफा भएन मैले यहाँ देख्थ्यो देख्थ्यो मैले टिकेर एउटा हिमाल देख्छु मैले मौसम क्लियर भएको भए चाहिँ यहाँबाट अनि यताबाट हिमाल देखिन्थ्यो अरे अब हाम्रो भाग्यमा लेखा छैन त के गर्नु हिमाल यहाँ देख्छ नि त ओहो ए यस्तो क्लियर हुन्थ्यो तर अलिक मजा लाग्दैन भन्दाखेरि काठमाडौँ त आकाश खुल्लो भएको जस्तै लाग्दैन कि यहाँबाट तल यहाँ त निलो देख्ने भयो नि त यहाँ त कि त पानी पर्ने बेला मात्रै डुम्बा हो
सफा भएको लाउँदा आकाश त निलो देख्छ नि त तपाईँ काठमाडौँमा त निलै देख्दैन नि त अलिकति बाह्र लगाइरहेको जस्तो कि अनि कस्तो अल्छिला जस्तो हुँदो रहेछ कि हामी तल गएको बेलामा चाहिँ निलो आकाश देख्दा नि मान्छेलाई अर्कै भाइब आउँदो रहेछ कि काठमाडौँमा पानी पऱ्यो भने बल्ल अलिक निलो आकाश देख्छ मान्छेहरू यहाँबाट हिँड्दै पनि खाङसारसम्म पुग्छन् एकै दिनमा खान्छ जान्दैन ए आज यहाँबाट हिँड्यो अप्पर बिसाङ बस्छ अप्पर बिसाङबाट मनाङ बस्छ अथवा हिँड्न सक्ने खङ्सार जान्छ त्यसरी खङ्सारै चाहिँ पुग्दैन होला हिँडेर डाइरेक्ट अब काहीँ नरुकेन गयो भने चाहिँ तपाईँको हिँड्न सक्यो भने हुँदै ढाका ढ्यासम्म चाहिँ पुग्छ होला हिँडेर नेपालीहरू है यहाँ हिँडिराख्ने बानी भयो होला अब घुमाएकोहरू त गाह्रै हुन्छ अलिकति हिँड्नमै फ्याफ्या हुन्छ अनि भइहाल्यो यहाँ गाडी आएको कति भयो भयो धेरै नै अब पहिला त अफ रोड हो ल मलाई नि एक्ज्याक्ट डेट त थाहा छैन 10-15 वर्ष त्यस्तै भयो जस्तो लाग्यो गाडी आएर त यत्रो विकास भएको गाडी आएर त अब जे चिजमा नि त्यो त नि फाइदा नि बेफाइदा पनि छ नि त फाइदा चाहिँ अब तपाईँको जे चिज पनि सजिलो अब खेती गर्ने फार्मिङ गर्नेहरूलाई चाहिँ मार्केट सजिलो भयो अनि अब होटल व्यवसाय जुन चाहिँ बिचको चाहिँ अलिकति सिधै माथि जाने भयो अनि त्यो माथि फेरि यस्तो हो कि अब अलिकति नेपालीहरू चाहिँ बुझ्दैन तपाईँको 1000-1500को हाइटबाट एकैचोटि 3-4 हजारमा जान्छ नि अब टार्गेट चाहिँ तिलिचो गर्छ अनि तिली चाहिँ नपुगिन फर्किनु पर्ने पनि कति जानु छ ज्यान गुमाउने 5000 भयो नि त कोही त ज्यान गुमाउने पनि कति छ नि त तपाईँको त्यो त अब न्युजमा नआएर मात्रै हो नि त नराम्रो त्यो जान्छ भनेर मात्रै हो नि त अब हामी नेपालीहरूलाई कतिलाई भन्दाखेरि त उहाँहरूले अलिक पत्याउँदैन कि घुम्न आउने मजा लिने हो खास अनि मजा लिनु साह्रो एकैचोटि माथि एकैचोटि तल कहाँ पुग्यो थाहा आफू जस्तो बाइकमा आगोहरू ठिक्क हुन्छ कि बस्दै जाने ठाउँमा घुम्न मलाई सक्दैन बाइकमा आए पनि अलि टाइम निकालेर चाहिँ आउनुपर्ने जस्तो लाग्यो अब 5-6 दिन लिएर आएको 5-6 दिनले त केही नपुग्ला जस्तो छ जता हेऱ्यो हेर्न मन लाग्ने अब यस्तो पुरै 10-15 दिन लगाएर घुम्नुपर्ने रहेछ महिना दिनको हुन्छ नि कुहिरेहरू त बेसरबाटै हिँडेर आउँछ तपाईँहरू त अब राधा आयो बिचको त्यो छाराहरू काकातिर अझै देखिन घुम्ने कति छ त्यो ठाउँहरू मिस भयो नि त एकै दिनमा काठमाडौँदेखि यहाँसम्म कोही चाहिँ हिँड्नै अल्छी गर्छ बाइकमा मात्रै घुम्ने अस्ति आउने केटाहरू आएको थियो हामी त कहीँ बाइक कहीँ नजाने रे त बाइकबाट जाँदा जान्छ त्यहाँबाट जाने पछि बाइकमा गएर सात भने मान्छे धेरै होला नि छैन होइन तपाईँ जान लाग्नु आमाहरू त तल रहेछ होइन त्यो रुमोर छेउ हो त्यहाँ बाबुले कहिले आउँछ त अब खोइ बाबुले के गर्छ त्यही हो अहिले चाहिँ यो चाहिँ स्कुल रहेछ यहाँ पनि स्कुल छ तेरो प्रभु ब्याङ्कको इन्टरनल होइन प्रभु ब्याङ्कको इन्टरनल होइन तेरो अडिट के स्ट्याट हो यहाँ नि छ यहाँ देखिनुहोस् यो वाला ब्रान्च स्याम्पलमा लिए नेपाल ब्याङ्क छ नेपाल ब्याङ्क छ वाणिज्य ब्याङ्क छ एनआइएमडी के समथिङ यो अहिले के भएछ नि पहिला सिटी के भन्ने होइन अनि होम डेभलपमेन्ट केलाई चाहिँ फेरि के भयो रहेछ नि त डेभलपमेन्ट सबै त्यो मर्ज भएको भएर धेरै नै छ ब्याङ्क नेपाल ब्याङ्कको अडिटर म प्रभु ब्याङ्कको अडिटर योभन्दा अगाडि कृषि ब्याङ्कको आएको थियो मेरो किनकि मेरै सँगैको साथीहरू थियो लमजुङको साथी क्लासमेट अनि उनीहरू चाहिँ फेरि रिसर्च गर्न आएर रहेछ कि यो मास्टर्सको लागि के को लागि अनि उनीहरू चाहिँ कस्तो भने रिसर्च चाहिँ के सम्झिन्छ भने स्यौ फार्मिङको बारेमा समातेर रहेछ मलाई फोन गरेको थियो आएर मैले लेखेको पढेर बुझ्दै जाँदा फेरि साथीको साथी पो परेछ कि अब फेसबुक भयो नि त अनि मेरो नाम सोध्यो मेरो नाम त्यो गर्दा म्युचुअल फ्रेन्ड देख्यो नि त यो चिन्नुहुन्छ भन्छ अनि मेरो साथी हो सँगै क्लासमेट हो भनेको अनि हाम्रो त दाइ हो नि त उहाँहरू त हामी चितवन पढ्दाखेरिको यस्तो यस्तो हो भन्छ अनि त्यहाँबाट फेरि अनि उसले फेरि यताको साइक सिटीहरू चिनेको रहेछ अनि उहाँहरूसँग भेटाउन गयो अनि उहाँ आफै पनि कृषि ब्याङ्कको अडिटर रहेछ अनि उहाँले मेरो फार्म हेरेपछि
लोनसोनको लागि पऱ्यो भने हामीलाई भन्नु हामी हेल्प गरिदिन्छौँ तपाईँ त गरिरहेको मान्छेलाई चाहिँ गभर्मेन्टबाट हामी यङ केटाहरूलाई चाहिँ सपोर्ट गर्न पनि सजिलो हुन्छ भन्छ कि उहाँले भनेको ब्याङ्कले पनि गरिरहेकोलाई चाहिँ सपोर्ट गर्दो रहेछ नि त गर्छु भन्नेलाई भन्दा नि म त गरिरहेर मलाई अझै पनि चाहिने भएर अब मागेको भन्ने खालको हुँदो रहेछ यता यता कन्भर्सेसन क्र्याक गर्नु यहाँ त कसैलाई नै पठाउँदैन भने यो त ऊ होला डेस्कटप होला यहाँ त होइन तर अहिले त्यस्तो खोल्न पाउँदैन नि ग्यारेज ब्रान्चहरूले पाउँछ एक्सटेन्सन काउन्टर भनेर खोलिरहेको ब्रान्चै खोल्नु मेरो पनि मैले लोन लिएर चलाएको लोन लगु क्लियर भयो मेरो बुवाको चाहिँ ग्रिन कार्ड होल्डर के ग्रिन कार्ड दिँदो रहेछ नि राम्रो लोन तिर्ने त्यस्तोहरू पनि मेरो पनि अब आउँछ होला सायद हामी टाइममा तिरिराख्नु राम्रो त्यो लोन पिरियडमा भन्दै थियो उहाँले ठिक छ अब होटल सोटल जाउँ कति बजे अच्छा 9:30 भयो 9 बजी भर्खर आनन्दले बिस्तारै जाउँ अहिले पानी नपरेको बेला माथि नपर्नु पर्ने हो अब के गर्छ अहिले भन्नै नसक्ने रहेछ आजकल अन्त अब दसैँ पऱ्यो भने त मान्छेले सिमसिम मात्रै पर्छ अनि बेसरी परेको भयो भने चाहिँ हिउँ परिदिन्छ कि दसैँ वेदर त खासमा खुल्नुपर्ने हो नि त खासै खोल्नु पर्ने दसैँ छिटो भयो होला यो वर्ष यसपालि दसैँ छिटो भन्छ नि त होइन छिटो त छिटै भयो हो पनि त्यही हो फेरि आउने बाना दियो 10-12 दिन तपाईँको माइन्ड फ्रेस गर्न त्यो काठमाडौँको जब योबाट चाहिँ बेला पनि घुम्न नै पर्ने रहेछ क्या अनि त्यो कस्तो भने काम गर्ने मुड चल्ने रहेछ कि मलाई पनि केही लाग्छ म यहाँ काम गरेर म फेरि काठमाडौँतिर गएर एकछिन बस्यो भने यहाँ आएर फेरि गर्न मन लाग्ने रहेछ कि तिम्रो कामको काम हुँदाखेरि अलिकति क्वाइटमा जाँदा आनन्द लाग्छ नि माइन्ड फ्रेसको लागि कोसेली गयो अरे कोसेली जस्तो त केही नै छैन ह्याप्पी होमस्टे ब्याग स्याग अलिक प्याकिङ गर्नु पऱ्यो है हो प्याकिङ गर्नु पऱ्यो यसरी भयो हाम्रो बाइकहरू यहीँ छ चिसो भएर बसेको छ अलिक कोल्ड स्टार्ट गर्नुपर्छ एकछिन स्टार्ट गर्नुपर्छ स्टार्ट गरेर छोड्नुपर्छ ल सामानहरू सबै प्याकिङ स्याकिङ भइसक्यो हजुर म खिचिदिन्छु ए हुन्छ स्योर एकछिन है अब हाम्रो बाइकहरू रेडी छ यही छ अब चाहिँ हाम्रो नेक्स्ट स्टप भनेको खाङ्साहरू हल्ला जस्तो त छैन ठिक छ यो पनि बोक्नु माथि नै पुरा तलबाट निकाल्ने कि यहीँबाट Thank you very much. Bye. हुन्छ हस् ल बाई बाई
रातो जान्छु कता आइपुग्यो नि थाहा छैन यस्तो बवाल ठाउँ छ यसलाई चाहिँ यस्तो गरेर अहिलेलाई दामी बाटो यस्तो ठाउँमा बाबुलाई के भयो यहाँ पुरै हुनुहुन्छ यस्तो ठाउँमा यस्तो बाटो तर दामी छ आइजन छेउमा यहाँसम्म नि बाटो कस्तो राम्रो बवाल अन्नपूर्ण देखिन्छ होला सायद थाहा छैन है मलाई जताततै घरमा जताततै सबै बाइकमा आउँदैछन् मान्छेहरू पनि हामी चाहिँ आफ्नै पेसमा आराम आराम त्यही पछाडि नहेर सिधा चला पछाडि नहेर राम्रै देखाएको छ केही हेर्नु पर्दैन अगाडि
फाइनली हामी ग्रिन लेकमा आइसकेको छौँ। फोन आएछ घरबाट होला। हेलो, दिस इज द ग्रिन लेक। अलि पानी कम छ। छैन केही परे छैन। पहिला चाहिँ बाइकै लाग्न मिल्थ्यो अरे, मिल्दैन। ठिक छ, तल मात्र हो, यता पर्दैन। यो छ लेक। भिडियो कल गर्दैछ। पुरै भरिन्थ्यो होला, अहिले पानी कम बढी भएर अलि अर्को सेड अफ ग्रिन देखिरहेछ। के हो यस्तो। बाबु लयर ग्रिन लेक। पानी बल्ल बल्ल पानी पऱ्यो त। सानो यस्तो केही हुँदैन। यहीँ हो, एकछिन बस्छौँ, रेस्ट गर्छौँ, केही खान्छौँ, अनि त्यसपछि विल बी हेडिङ टुवर्ड्स ब्लू लेक। ब्युटिफुल। हेलो, के भन्नु, के शब्दै आइरहेको छैन। हजुर, ब्युटिफुल प्लेस। यहाँ माथि बनाउनु अर्को टाइम फेरि आउनुपर्छ। नट सो के भन्छ प्लेजेन्ट। तल पर्ने हो, यता पर्दैन। उता काठमाडौँतिर हो, यता माथि प्लेजेन्ट छैन अहिले। उता पर्दैन खासै त्यही पनि। ल ल तलतिर पानी परिरहेछ है। सबैले फोन गरेर ठुलै पानी पऱ्यो होला नि। त्यही यहीँ हो ग्रिन लेक। मान्छेहरू चाहिँ यसलाई चाहिँ होली मान्दो रहेछन्, पूजासुजा पनि गर्दो रहेछन्। त्यसैले अलि फोटोसोटो खिच्छौँ, एकछिन चिल गर्छौँ, रेस्ट गर्छौँ, अनि लाग्छौँ हामी कहाँ छौँ? ब्लू लेक। ब्लू टिल देखिरहेछ। अनि अलिअलि हानिरहेछ पानीले। यो नदेख्ने बेला झन् कस्तो खतरा हुन्छ अरे। पुरै ब्लू लेक भयो होइन, रोने। शीत वाला पानी। ड्रोन रहेछ, पुरै ड्रोनमा खिचिरहेछ अन्त। ब्लू, साँच्चीकै ब्लू नै देख्दो रहेछ। अलिकति आजकल टु वेदरमा पुग्यो। कहाँको? ब्लू लेकको जम्या पानी होला, पानी पर्ने त्यस्तो। कस्तो नै ब्लू देखायो है, अचम्म लाग्दो ब्लू छ। दुईटा ड्रोन छ यहाँ। दुईटा ड्रोन उडाइरहेछ। ड्रोन हुन्थ्यो अर्को खै अर्को कहाँ छ? हेलो, यहाँ खाना खानु ठाउँ छैन रहेछ फेरि। ब्युटिफुल प्लेस।
फोटोसोटो खिच्छौँ एकछिन चिल गर्छौँ अनि लाग्नु पर्ला चिसो चिसो पनि त्यस्तै बाटो अहिलेसम्म इट्स गुड त्यही हो यहाँतिर गएर यो दिमाग छैन कि मोबाइल खोसिसक्यो घरमा राखिसक्यो नमानेर चाबी खोलालेर त्यहाँतिर छ कसरी हेरिदिँदै मोबाइल यो लाटा त्यो आइकिन मैले घरमा खोसेर गएको त यहाँ के फ्याङ्दियो क्या के गर्यो कस्तो गर्यो एकैचोटि कस्तो डिप छ जस्तो छ है नत्र त यहाँ त यस्तो छ नि के गरेको उठ्यो जस्तो लाग्यो त्यसो यस्तो बसिसक्यो जस्तो लाग्यो स्टिक छ भने स्टिक यो बच्चा त म त लट्ठी छ है फाइनली अब ब्लू लेकमा अलिअलि फोटोसोटो खिचेर हामी चाहिँ ब्लू लेकबाट बिदा हुँदैछौँ ब्युटिफुल प्लेस तर वेदर अलिकति यो उसु छ अनि अलि अप्ठ्यारो छ पानी सानी परिरहेछ यो चस्मा भिजिरहेछ कपाल बिजोग छ तर बिजोगको अर्को नाम हुन्छ कि खतरा कुरा भने जस्तो त्यही हो अब लाग्दैछौँ अगाडितिर खाना नि खाएको छैन इट्स अलमोस्ट कहाँ पर्छ 1:15 भइसक्यो अन्त निस्किनुपर्छ हौ सबैसी रेनको चाहिँ लाउने अब कुदिहाल्ने तुफान यसपछिको फाइनल अब बाटोमा पर्ने भनेको गङ्गापुर नलिएको त्यो अलिकति छोल्पा जस्तै अलि मडी सिमेन्ट कलरको जस्तो छ दिस इज ब्लू लेक है ग्रिन लेक ब्युटिफुल हाउज मनाङ ट्रिटिङ यु हार्स त छँदैछ के चाहिँ मिलाएर लगाइछ त्यही हो हाम्रो बाइकहरू इज ट्रिटिङ अस वेल एकदमै बवाल एकदम बवाल ठाउँ एकछिन पानी छोएर आउनु पऱ्यो अघि पनि छोएको त हो यहीँ बसिराख्नु जस्तो तर बस्नु खाइसकेर कति टाढा होला गएर रेस्ट पनि त गर्नु पऱ्यो यो चाहिँ एकदमै डिप देखिन्छ है अघि ग्रिन लेकमा यसो लेयर बाई लेयर देखिन्थ्यो भित्रको यो चाहिँ एकैचोटि कस्तो गहिरो जस्तो चिसो बाई ब्लू लेक यो झन् यहाँ हिमाल देख्ने बेला झन् कस्तो हुन्छ होला यसले मैले एउटै फोटोसँगै खिचेको छैन फेरि अनि खिच्न मनबाट विल बी मुभिङ बाई बाई
Bali mountains are the last look at them. रोक्नै मन थिएन तै पनि सुनिसी कसरी नरोक्नु भन्ने नि रहेछ ब्युटी मनाङ यु ब्युटी नर्सरी यहीँबाट सुरु हो क्या होइन ल आजको ताजा समाचार हामी चाहिँ पुगिसकेका छौँ गङ्गापूर्ण लेक के भन्न चाहनुहुन्छ गङ्गापूर्णलाई हिउँ यहीँबाट देखिरहेछ मतलब तिलिसोमा पनि हिउँ छ हिउँ चाहिँ यहाँ अलिअलि हिउँ देखिरहेछ त्यो छँदैछ आज एक दिनमा 3 थरीको लेक देखियो ग्रिन लेक ब्लू लेक अनि अब धमिलो लेक बाइकहरू राम्रै कन्डिसनमा छन् यो गङ्गापूर्ण टी सप भनेर छ यता रहेछ प्लेस फर रेस्टहरू यहाँबाट खोला पनि बग्दो रहेछ ठ्याक्कै यसैबाट आउने रहेछ उताबाट पारीबाट जानुपर्ने होला यही हो गङ्गापूर्ण लेक इन अल इट्स माइट ब्युटिफुल किन ठुस्सा पर्या हो यो खुट्टा बङ्गाउने हो क्या ओके हामी चाहिँ अहिले के भन्छ अरे बिर्स्यो भन्ने बिर्स्यो के अरे ठाउँको नाम खाङसार पुग्यो कस्तो अहिले मात्र होइन इट्स 9:21 अहिले अनि हामी पुगेको चाहिँ कति बजे 4:30 बजे हो आनन्दले बस्यो घाम ताप्यो आगो ताप्यो सबै जुत्ताहरू सबै सुकायो गफ गऱ्यो बस्यो त्यही हो अनि त्यही हो आएर अनि बसेर सबै रेडी गर्यो ब्यागहरू प्याक गर्यो हाम्रो ब्यागहरू त्यही छ ए के हुने यस्तो ब्यागहरू प्याक गऱ्यौँ अनि हेलमेट एउटा ब्याग चाहिँ यहीँ छोड्ने हो
अर्को ब्याग चाहिँ बोकेर भोलि चाहिँ डिलिचो बेस क्याम्प जाने। डिलिचो बेस क्याम्प चाहिँ यहाँबाट 6 घन्टामा पुगेला नि, 6 घन्टामा पुगेला सायद। भोलि 7-8 बजीतिर हिँड्यो भने 6 घन्टा भनेपछि 2-3 बजीसम्म पुगेला। द्याट्स इट। अहिले आनन्दले रेस्ट गर्ने, 9 बजे सुतिहाल्ने अब। अनि भोलि चाहिँ अब भोलि हिँड्नु छ, त्यो नै च्यालेन्जिङ हुन्छ। 2 दिन बाइकमा बसेर थाकेको सबै छ, त्यसमाथि अब हिँडेपछि गल्ने भइहाल्यो। अनि डिलिचो बेस क्याम्प पुगेर चाहिँ अर्को दिन फेरि हिँडेर 3 बजे बिहानै हिँडेर डिलिचो पुग्नु छ। अनि डिलिचो पुगेर सिधै फर्केर कहाँ हुन्छ अब काङसार त जसरी नि पुगिहाल्छ। त्योभन्दा तल भनेको मनाङ भिलेज बस्न सकिन्छ, नत्र चामेतिरै बसेर हट स्प्रिङ इन्जोय गर्न सकिन्छ। लेट्स सी व्हाट ह्यापन्स। अनि त्यही हो, त्यही हो अपडेट अहिलेको लागि। गुड नाइट। आजको मौसम पुरै क्लियर छ। हिजो नै यस्तो क्लियर किन भएन भनेर सोच्दैछु। बाइक चलाउन पनि यताउति अरू लेकहरू घुम्न पनि एकदमै सजिलो हुन्थ्यो, तर भएन अफसोस। आज एकदम क्लियर छ, भोलि पनि यस्तै रहला अब सायद। अनि हामी चाहिँ रेडी भइसक्यौँ, सबै सामानहरू प्याक भइसक्यो। अनि अब बिस्तारै हामी चल्नुपर्छ डिलिचो बेस क्याम्पतिर। आजको हिँडाइ लगभग 6-7-8 हेरी घन्टाको हुनेछ। अनि हाम्रो अहिले चाहिँ करेन्टली 3700 मिटर्समा छौँ। अनि हामी 3700देखि 4200मा जाँदैछौँ। सो इट्स लाइक 300-500 मिटर्सको एलिभेसन छ आजको। अनि बाटो चाहिँ एलिभेसन भए पनि अराउन्ड 10 किलोमिटर्स छ। सो 10 किलोमिटरमा 500 मिटरको एलिभेसन इज नट अ बिग डिल जस्तो लाग्छ, तर इट्स नेभर अन्डर एस्टिमेट द नेचर। बिस्तारै बिस्तारै हिँड्नेछौँ, केही हतार छैन। घाम छ, बिस्तारै पानी परेको भए अर्कै बिजोग हुन्थ्यो, तर घाम छ। द्याट्स अ गुड थिङ, गुड पोइन्ट भनौँ। अनि अब सामानहरू लगभगै सबै प्याक भइसक्यो। हिजो बसेर जुत्ताहरू पनि कहाँ गयो, माथि देखेर रहेछ। यसरी चलाउन आएर नि जुत्ताहरू अब सुकिसक्यो। हिजो आगोमा सुकाएको थियो। यो निलो ब्याग एउटा, पिङ्क ब्याग एउटा चाहिँ यहीँ छोड्ने हो। हेलमेटहरू बाइकहरू हाम्रो यहीँ छ, त्यहाँ छ। अनि सबै सामान राखेर रेडी भएर विल बी गोइङ नाउ, हेडिङ अफ। अहिले करेन्टली चाहिँ 8:30 हुन लागिसक्यो। 7 बजे निस्किने प्लान थियो। नेपाली टाइम हुँदा हुँदै 8 बजिहाल्थ्यो, तैपनि अलिकति ढिलो नै भयो। बट लेट्स वाक कन्टिन्युसली। लाइक हुन्छ एउटा सर्टेन पेस मेन्टेन गरेर हिँड्यो भने चाहिँ त्यति गाह्रो हुँदैन होला। निस्किने होइन त भाइहरू? प्याक भइसक्यो होइन सबै? ल भइसक्यो भने हिँडौँ न त। ल चाहिँ बुटोको भाइहरू भेटेको थियो हिजो, अनि बाइकमै आउनु भएको रहेछ। हेलो। अनि अब आजको हिँडाइ चाहिँ सँगै हुनेछ। गुड मर्निङ फ्रम काङसा। गुड आफ्टरनुन लागिसक्यो, हिँडौँ अब। लेट्स गो। यति सामान अलिकति राखेर हिँडिहाल्ने। ल फाइनली कति बजे? 9 बजे? 9:15 भयो भनौँ। 9:15मा हामी चाहिँ अब काङसा छोडेर जाँदैछौँ बेस क्याम्पतिर। सबैजना रेडी? कति टाइम लाग्छ होला अब? कति टाइम लाग्छ? त्यो सिन पनि लिएर अहिले हिँड्दा काठ लगाएर हिँड्न सकिन्छ, त्यही तेल चाहिन्छ। हामीलाई त लाग्दैन, तपाईँ मोटो दामी लाग्यो। भुँडी बोक्नु भयो त झोला भन्दा ठुलो त। ल हिँड्यौँ ल।
श्री गणेश गरौँ यसको यहाँ ठ्याक्क हिमाल नि यस्तो राम्रो देखिरहेको रहेछ यता यो गऱ्यौँ हुँदो रहेछ केटा